हेलो एभ्रिवान, आज चाहिँ हामी टुर जाँदैछौँ। हामीलाई चाहिँ गएकोले टुर लगेको थियो। टुर चाहिँ फुजिक्यू लगेको थियो अनि हामी फुजिक्यू नजिकै पुगिसकेको छौँ। अहिले चाहिँ एकदमै राम्रो दृश्य रहेको छ, तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। हामीलाई चाहिँ गएकोले 1 डे पास दिएको थियो अनि हामी चाहिँ पुगिसक्यौँ। पुगेर हामी खाने तयारीमा लागिरहेको छौँ। साथीहरू सबैजना मिलेर खाएर अनि बल्ल अरू गर्ने भन्ने। म चाहिँ कोक लभर, मैले चाहिँ बोतलसँग नै कोक खाइरहेको छु कि। अनि अब चाहिँ हामी भित्र जाँदैछौँ गेमहरू खेल्नको लागि। गेमहरू चाहिँ एकदमै धेरै रहेको थियो, सबैको भिडियो बनाउन पाइएन। फोटो खिच्न पनि स्टार्ट गऱ्यौँ, फोटोहरू पनि खिच्यौँ। अनि बसमा साथीहरू सबैजनाले नाच्ने गाउने रमाइलो गर्ने गरिरहनु भएको थियो। एकदमै रमाइलो माहौल थियो। र अहिले चाहिँ फुजिक्यूको गेटबाट भित्र जाँदैछौँ। यो चाहिँ रहेको छ फुजिक्यू। एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। म कस्तो छु त्यो पनि भनिदिनु होला। अनि उहाँ चाहिँ रहनुभएको छ हाम्रो क्लास टिचर। उहाँ चाहिँ हाम्रो बसमा हुनुहुन्थ्यो। अनि अनि हामीलाई चाहिँ निहोङ्गो गएको र सेन्मन गएको सबैजनालाई सँगै लगेको थियो नि त। अनि एकदमै धेरै मान्छेहरू थियो कि एकदमै रमाइलो भइरहेको थियो। बसभित्र पनि साथीहरू सबैजना गाउने नाच्ने खाने रमाइलो गर्ने गरिरहनु भएको थियो। अनि सबैजना चाहिँ अब हाम्रो चाहिँ फर्किने तयारी भइरहेको छ नि त। टाढा थियो अनि छिटो फर्किनु पर्ने भनेर छिटो फर्किने कोसिस गर्दैछौँ। अब चाहिँ हामी फर्किँदैछौँ। यस्तो रमाइलो दृश्य सँगसँगै कति रमाइलो भएको थियो। एकदमै रमाइलो गरेर बित्यो यो दिन। र साथीहरूसँग घुम्न जाने भनेको त फेरि एकदमै रमाइलो कुरा हो नि त। त्यसैले पनि एकदमै रमाइलो भयो। हेरिदिनु भएकोमा थ्याङ्क यू।